कता जान्छौँ भन्ने हामीलाई पनि थाहा छैन हेर्नु है। हामी चाहिँ यो भिडियो मैले बनाएको रमाइलोको लागि हो। हामी कहाँ छौँ? माछापुच्छ्रे गाउँपालिकामा छौँ। अनि यता हुनुहुन्छ कमला मिस, यता अनि यता हुनुहुन्छ सङ्गीता मिस, अनि यता हेर्नु यता हुनुहुन्छ बिसा मिस। तर बिसा मिस फेरि बाटो हेर्नुभयो यता मेरो भनेर। अनि ए गङ्गा म्याडम एकछिन पर्खिनु त, एकछिन है ल। अब हामी चाहिँ कहाँ हिँडेको भनिदिनुहोस् त हाम्रो म्याडमहरूले। कहाँ? यो चाहिँ हाम्रो पहिलो भ्रमण हो हाम्रो लागि है, नयाँ ठाउँ हो। हजुर हजुर, ठाउँ पनि धेरै राम्रो रहेछ। अनि मलाई के लाग्यो भने अब हामी भविष्यमा पछिल्लो के भन्छ त्यो बुढेसकाललाई हजुर त्यो चाहिँ यहाँ बस्नको लागि उपयोग त छ हजुर। यो ठाउँ चाहिँ एकदमै रमणीय लाग्यो हेर्नु म्याडम होइन। किनभने अब यो ठाउँ हेर्नु हरियाली देखिया छ। आज त मौसमले पनि साथ दिएको छ, एकदम राम्रो मौसम आज त एकदमै रमाइलो भइरहेछ। हामी स्टाफहरू म त माछा के अरे 3 वर्षपछि यही पोखरै आउने इच्छा छ। हाम्रो फेरि अहिले 3 वर्ष हेलो, आज हामी कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 2 को बुजुरुङ खोला हजुरमा अवस्थित ट्राउट राम्बो फिस फार्म हाउसमा जाँदैछ। राधा म्याडमले के भन्दै हुनुहुन्छ नि 2-3 वर्षपछि उहाँको रिटायर्ड लाइफ सुरु हुन्छ अरे। तर हाम्रो चाहिँ बल्ल त्यसपछि मलाई पोखराको बासिन्दा हुनेवाला छु कि पोखराको कि काठमाडौँको बासिन्दा हुने हो। ल हाम्रो यस्तो रमाइलो छ कि ठाउँ, हामी हिँडेको ठाउँ। लगाम यो यात्रा सुनौलो, यो यात्रा सुनौलो। ल स्टार्ट, ल गीत गाउनुहोस्। यो यात्रा सुनौलो, यो यात्रा सुनौलो, यात्रा सुनौलो अनि साथै तिम्रो माछापुच्छ्रे शिरको पानी फेवा ताल आइछ। झल्को किन लाग्यो भन्दै भेटु नपो रहेछ। माझी दाई पोखरा फेवा तालको लामाया साँच्चैको नलाम्बो ख्याल ख्यालेको। उहाँ पुग्ने हो हामी त। यस्तो रमणीय ठाउँ हो त्यो बरु आहा कलकल यस्तो। अनि यस्तो हाम्रो पाल्पामा छ। समाउनु नबुझ्ने हेर ल। हामी आएका छौँ माछापुच्छ्रे गाउँपालिका। अब हामी कहाँ जाँदैछौँ त? रेनबो ट्रन्ट फार्ममा आएका छौँ। यस्तो रमाइलो देख्नु भएको त है। यस्तो रमाइलो त मैले कहिल्यै देखाएको थिइनँ। यो चाहिँ अलि डिफ्रेन्ट नै रहेछ। गण्डकी ट्रट फार्म। विशेष कुरा के छ भने यहीलाई हेर्नुहोस्, प्राकृतिक मनोरम दृश्य, साथमा हाम्रो शान्ति निकुञ्जको टिचर स्टाफहरू। यस्तो रमाइलो दिन कहिले आउँछ भेटघाटको? हामी यति रमाइलो गर्दैछौँ। ल गीत गाउनु न। यति रमाइलो यस्तो मनोरम दृश्य भएको ठाउँ। हाम्रो हेड सर यति खुसी देख्नु भयो आज। गण्डकी ट्रट फार्ममा यसरी चाहिँ माछाको चित्र अनि ल यस्तो पानीको पोरा, त्यस्तै सँगै यो पहाडले पनि साथ दिएको छ। यो यस्तो राम्रो दृश्य, फुलहरू फुलेका छन्। यस्तो दृश्य छ। यता स्टाफहरू हुनुहुन्छ। यस्तो दृश्य ठाउँ छ कि यस्तो रमाइलो। गण्डकी ट्रट फार्म यसरी नै गण्डकी ट्रट फार्म अनि पोखरामा छौँ हामी माछापुच्छ्रे गाउँपालिका। फर्म खोलेका रहेछन् एकजनाले विदेशबाट आएर र उनले चाहिँ
सिप सिकेर आउने भनेका रहेछन् विदेशबाट अनि यहाँ आएर फर्म खोल्ने भनेर चाहिँ नेपालमा आएर हजुर अनि त्यसपछि उहाँले एउटा राम्रो योजना बनाएर फर्म खोल्नु भएको रहेछ। यस्तो रमाइलो हामी सबै बस्नु 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 हामी सबैको घर थियो। ल ल ल